मान्छे तल एकजना दुईजना तीनजना चारजना पाँचजना 7जना 8जना एकजनाले नातिकिन जाऊ नातिकिन रोथे नि यस्तो नमजा लाग्दैन गाडी यस्तरी बसेको यो बस्नु नै हाम्रो लकी हो के लकी हो भगवानले बचाएको पछाडिबाट धक्का लाग्यो पानीले एकचोटि टायर फस्यो त्यसले गर्दा नि जान पाएन त्यसै गर्दा चाहिँ यहाँ जान्छ त्यो बहिनी बल्ल गए ढोकामा आन्टी ती आन्टीले बचाएको दिनजना फस्थ्यो होला त्यो बहिनीले धन्यवाद गर्नुपर्छ यार त्यत्रो बेरसम्म थामेको छ नि मसँग हाम फाल्न लाइथिन् नि तिनी त्यत्रो बेरसम्म थामेको कहाँ लेडिजले यत्रो सक्छ अलिक सिसाबाट पनि गएन पानी सिसाबाट पनि गएन सिसाबाट गर्थ्यो गाडीको जेसीबीमा हाल्यो अहिले जेसीबीले फेरि स्टाफहरूले बसको हाम्रो दाजुभाइदिदीबहिनीहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ बकेटमा लगाएर भनेर लानु अलिक पर ओ गयो केटाहरू अब त्यहाँबाट उता जानु तर बुद्धिलाइले होइन त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँहरू लग्यो उहाँबाट उताबाट रेटो तर छिटो गर्नु पर्छ पानी परिरहेको छ केले बुद्धि लाइन नलाइन त्यहाँबाट चाहिँ उताबाट लगेको ठुलो भएको रातिको 12-1 बजे छ पानी गहिरो हुन्छ अहिले पानी आइरहेको छ पूर्व पश्चिम राजमार्ग यो चाहिँ गुन्जेबासको विनय सभाको डाइभर्सनबाट चाहिँ बस बजार गएको अवस्थामा